Finally, we are here. This is Blue Ocean Restaurant. अनि हामी चाहिँ रेस्टुरेन्टमा आइसकेको छौँ। आजको प्रोग्राममा हामी कस्तो यतिको रमाइलो चाहिँ गर्नुपर्ने हुन्छ लास्टमा त हाम्रो कालो कालो ड्रेस लाउनु हुने दिदी मात्रै रहनु भयो। भाउजू त उहाँलाई बनाउनु पर्छ है क्या। Thank you so much. Hello, good evening, नमस्ते जोडले सेवा सेवाडा ओजटला पाता सिद्धले फाफुला सबैजनालाई एकमुष्टमा नमस्कार स्वागत गर्न चाहन्छु। अनि हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आयो म पनि सन्चै छु। अनि आज चाहिँ न्यू डे न्यू ब्लगको साथमा म फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूको माझमा। म तुलसा राणा मगर। आज चाहिँ हामी यस्तो ठाउँमा जानेवाला छौँ। कस्तो ठाउँमा त्यो चाहिँ म हजुरहरूलाई भिडियो मार्फत नै जानकारी गराउने नै छु, देखाउने नै छु। सो हजुरहरूले मेरो ब्लगलाई चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। हेर्दै गर्नुहोला, साथ दिनुहोला पनि भन्न चाहन्छु। सो आज चाहिँ सन्डेको दिन मेरो छुट्टी रहेको थियो। अनि बिहानै मर्निङ वक गएँ। अनि त्यसपछि नुहाइधुवाइ गरेर अनि घरमै टिकटक लाइभ बसेँ, यताउति गरेर आजको मेरो दिन चाहिँ गयो। सो आज नाइटमा चाहिँ हाम्रो प्रोग्राम छ है। अनि दुईवटा प्रोग्राम थियो। अनि एउटा चाहिँ मुभी टाइम थियो। अनि फेरि अर्को चाहिँ सुनिता थेगिम सिस्टर नेपालबाट आउनु भएको छ। अनि हामी त्यहाँ प्रोग्राममा जानुपर्ने थियो। दुईवटा प्रोग्राम थियो। अनि सो टाइमिङ एउटै भएर अब टिकट चाहिँ हामीले अलमोस्ट दुईवटाकै लिएको थियौँ। अनि फेरि मुभी हेर्न चाहिँ जान पाएन। अनि अब हामी चाहिँ सुनिता थेगिम सिसको प्रोग्रामको लागि हामी रेडी भएर जाँदैछौँ। अनि किप वाचिङ, हेर्दै गर्नुहोला आजको नाइट प्रोग्राम कस्तो रहन्छ। म हजुरहरूलाई थोरै भिडियोबाट हजुरहरूलाई मनोरञ्जन गराउने कोसिस गर्नेछु। सो किप वाचिङ अनि किप लभिङ। अनि सबैजना नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। अनि इफ पुरानो हुनुहुन्छ भने त ओके, हेरेर साथ दिनु होला, माया गरिदिनु होला, मिठो मिठो कमेन्ट गरिदिनु होला है त भन्दै अहिले चाहिँ हामी जाँदैछौँ। म बाटोमा अन द वे छु। सो सी यू हियर, बाई। वेलकम ब्याक साथीहरू होइन। अनि मसँग चाहिँ यति धेरै टिकट छ है, हेर्न सक्नुहुन्छ। यो दिलमाया टिकट पनि छ मसँग 4वटा है। अनि 4वटा छ। अनि हामी छौँ 2जना। अनि कोहीजना इच्छुक हुनुहुन्छ भने छिटो छिटो आउनु होला। अनि यहाँ आउन सक्नुहुन्छ। अनि हामीसँग मुभीको टिकट म जान भ्याएन उतातिर मुभी हेर्नलाई। सो कोही हेर्न चाहनुहुन्छ भने पनि यो मुभी हेर्न जानु होला। म जान भ्याएन, हामीसँग टाइम छैन मसँग। अनि सो कसलाई मनपर्छ है मुभी हेर्न जान। अनि म चाहिँ गइनँ तर। अनि हामीसँग 5वटा टिकट छ अलमोस्ट। सो सबैजना आउनुहोस्। फाइनल्ली दिदी पनि आइपुग्नु भयो। फाइनल्ली वी आर हियर। यो चाहिँ के भन्छ दिदी, यहाँ मलाई कतिको देखेछ? आएको छ ल होइन। फाइनल्ली हामी चाहिँ ब्लू ओसनमा आइसकेको छौँ। आज हामी इन्जोय गर्नको लागि। र यहाँ चाहिँ यति धेरै मान्छे पनि हुनुहुँदो रहेछ। सो को हुनुहुन्छ? हेलो दिदी, नमस्ते जोडले। सन्चै हुनुहुन्छ? गयौँ ल, आउनु ल बिस्तारै। ल ल एक्लै हुनुहुन्छ दिदी? हामी चाहिँ गयौँ, आउनु छिटो। 1 हो देखेको हाम्रो टिकट हो यो चाहिँ। दिदी के छ, कस्तो लागिरहेको? अब चाहिँ हामी यहाँ टिकट लिएर जाँदैछौँ हेर्नको लागि। पे गरिसकेको। ओहो, आउने बित्तिकै के हो दिदी यस्तो? हुन्छ हस्, धन्यवाद।
आमा हाम्रो खानेकुरा यस्तो छ। यहाँको इन्भाइरोमेन्ट यस्तो छ। अब के गर्नु, आइस खानै पर्यो होइन, खानै पर्यो। यो चाहिँ के भन्छ यसलाई, भटमास सादेको रहेछ। आई डोन्ट वान्ट टु एट दिस। यो चिकन चिल्ली, पनिर चिल्ली। I don't want paneer. I need this one. Lala. म चाहिँ थोरै चाउमिन खान्छु। Oh sorry. यो चाहिँ पुलाउ। धेर खान्न। This is के भन्छ यसलाई, नान होइन। कस्तो अरट्ठो परेको छ त हौ नान त। आलुदम, आलुदम। This is pork. I don't want to eat pork. अलिकति चिकन खान्छु म चाहिँ। That's it. I need broccoli. दाल खादिनँ ल म। अनि खान्छु म गाजर, cucumber, 1 pepper, 1 lemon. That's it. कति धेरै खानु भएको? Finally we are here. This is Blue Ocean Restaurant. अनि हामी चाहिँ रेस्टुरेन्टमा आइसकेको छौँ। अनि हामी चाहिँ आउने बित्तिकै खानेकुरा पनि खानै पर्यो होइन। अनि एक त खानै पर्यो। अनि फेरि यहाँनिर 50 करोडको, अनि फेरि हामी यहाँ 50 करोडको ब्रासलेट पनि लगाइसकेको छौँ होइन। सो अब चाहिँ हामी खानुपर्छ। इन्जोय गरौँ। चेयर्स दिदी, चेयर्स हजुरआमा। चेयर्स। हेलो। चाउमिन लिएको, चाउमिन। दिस इज चाउमिन। चाउमिन हेलो। This is papad. अब चाहिँ म खाएर इन्जोय गर्छु ल। See you later. मैले त सिसलाई देखेकै थिइनँ, यहाँ पो हुनुहुँदो रहेछ। सुनिता सिस यहाँ फोटो खिच्दै हुनुहुँदो रहेछ अरे भन्दा। Youth Entrepreneur Award 2025 भन्ने अवार्ड छ, जसलाई नेपालीमा युवा उद्यमशीलता पुरस्कार 2025 भनेर भनिएको छ। सो यो पुरस्कारको विजेता अथवा को चाहिँ नि यस वर्ष चाहिँ ठहरिनु भएको छ, योग्य हुनुहुन्छ अथवा काबिल हुनुहुन्छ। Youth Entrepreneur Award is presented to Mr. Abhishek Baral. Thank you so very much. पुस्तकमा सम्मानित कवि, लेखक तथा समाजसेवी जुलु राणाबाट साहित्यमा कलम चलाउन सुरु गरेकी हुन्। रातो नदी कविता संग्रह प्रकाश गरेकी राणा दोस्रो कृति लाहुरेनी सौन्दर्यको तयारीमा हुने यतिखेर जुटेकी छिन्। आज हामीले सम्मान गर्दैछौँ। कृपया जोरदार ताली दिनु उहाँको लागि। कृपया। थ्याङ्क यू भेरी मच।
अलिकति यता आउनुपर्छ जस्तो लाग्यो मलाई यसलाई यो लोगोलाई सेन्टर पारौँ 50 भन्दा बढी गीतमा सङ्गीत भरेका छन् चाँडै नै 100 पुर्याउने उनको लक्ष्य रहेको छ धान नाचौँ घुमेर बजारिया माया साथीका चर्चित गीतहरू हुन् हस्तान्तरण गर्न म अनुरोध गर्दछु थ्याङ्क यू भेरी मच अब एउटा हामी सर्ट खिचौँ है त लेट्स टेक अ फोटो स्टिल अगाडि हेरौँ प्लिज से चीज अलिकति स्माइलिङ थ्याङ्क यू भेरी मच 2025 को लागि म चाहिँ खासमा थोरै मेरो बारेमा जोड्यो भने चाहिँ सम्भवतः धेरैजनासँग यहाँ पर्सनल चिन्जान पनि छ म इलाममा जन्मेको इलामको पोखथुम 5 लुम्दै इलाम हाल चाहिँ म झापाको नेपालको पनि पूर्वी सिमाना काँक्राबिटामा बस्छु जो चाहिँ लगभग 14 वर्षदेखि निरन्तर मिडियाकै क्षेत्रमा आबद्ध छु यस्तै कलम अनि यस्तै माइक्रोफोनसँग खेल्दै अनि बोल्दै आज निकै टाढा तपाईहरुसँग यसरी कनेक्सन हुनका लागि आइसकेको छु थ्यांक यू सो मच भन्न चाहन्छु सम्पूर्ण बिलमाया मेमोरियल फाउन्डेसन धेरै शुभकामना सम्पूर्णमा आउटपुट अलिक बनाइदिनुहोस् मैले मायाले दिएको चिनो मैले मायाले दिएको चिनो Going into the road.
लौरा गीत एकदमै गाह्रो लाग्छ अलिक गाउने पारा अलिक आइसकेको छैन सिक्दैछु अझै पनि दाइ पनि सिक्दै हुनुहुन्छ र विशेष गरी यो सबै दाइको डिजाइन दाइको आइडियाले गर्दाखेरि नै हामीले यो ड्रेस लाएर पर्फर्म गर्ने भएको र हाम्रो सानोतिनो भिडियो क्लिपहरूलाई हामी पछि म्युजिक भिडियोमा पनि हामी अपलोड गर्नेछौँ यहीँको हाम्रो क्लिपहरू हजुरहरू पनि देखिनुहुन्छ है भिडियोमा हजुरहरूको क्लिप पनि हामी पछि अफिसियल म्युजिक भिडियोमा हामी ल्याउनेछौँ त्यस पछाडि फेरि हामी अर्को ड्रेस चेन्ज गरेर फेरि अन्य गीत सुनाउनको लागि फेरि हामी आउँछौँ है एकचोटि भुइँसरी सेवारो लु है हजुरको अनुमति पाएँ मैले है अब हुन्छ हाम्रो दाइको लागि पनि एकचोटि ताली हाम्रो मान्छेको लागि ताली अनि यता साह्रै राम्रो सोल्टिनीहरूलाई चाहिँ झन् धेरै धेरै माया छ ल यस्तो सपोर्ट गरिराख्नु भएको छ अनि यता बस्छ हाँस्दै हाम्रो सोल्टिनीहरूले साथ दिइराख्नु भएको छ यहाँलाई पनि धन्यवाद अनि पैसा जस्तो पैसा नाटेर नपाउने राजी नगर्ने जानलाई सम्झुँदै लास्टमा त हाम्रो कालो ड्रेस लाउनु हुने दिदी मात्रै रहनु भयो भाउजू त उहाँलाई नै बनाउनु पर्छ है क्या थ्याङ्क यू सो मच अब ल फाइनल्ली साथीहरू म चाहिँ प्रोग्राममा एकदमै इन्जोय गरेर घर फर्किँदैछु होइन अहिले चाहिँ बेलुकाको 1:30 ठ्याक्कै 31 बजिसक्यो अनि 31 बजी चाहिँ म घर फर्किँदैछु होइन बबाल इन्जोय भयो रमाइलो पनि गर्यो अनि आजको दिन चाहिँ यस्तै भयो सन्डे यस्तै गरेर नाइट 1 बजी 1:30 भइसक्यो अब चाहिँ म घर जाँदैछु सो सबैजनालाई हेरिदिनुहोस् अनि माया गरिदिनुहोस् किप वाचिङ किप लभिङ किप सपोर्टिङ भन्दै आजको ब्लग चाहिँ यति नै नेक्स्ट ब्लग पर्खिनु होला See you next vlog. Bye bye. Good night.